जस्तो सुकै रोग ठिक पार्नुहुन्छ जस्तो सुकै तपाईले चाहिँ कस्तो कस्तो बिरामी चाहिँ च्वाट्टै पार्नुहुन्छ सबै रोग तपाईलाई यदि सुगर भएको छ यदि तपाईलाई क्यान्सर भएको छ यदि तपाईको दिमागमा समस्याहरू आइरहेको छ अथवा तपाईको जोड्ने दुखेको छ विभिन्न समस्या तपाईको समस्याले एकदमै चिन्तामा हुनुहुन्छ भने जस्तो सुकै रोग ठिक पार्नुहुन्छ भन्ने कुराहरू हामीले सुनेर चाहिँ आज कौशल टार आइपुगेको छौं गुरुकै मुखबाट सुन्छौं उहाँले कस्तो कस्तो खालको बिरामी ठिक पार्नुहुन्छ कस्तो कस्तो बिरामी चाहिँ यहाँ ठिक भएर जान्छ भन्ने कुराहरू चाहिँ हामीले गुरुसँगै कुराकानी गर्छु विशेष गरी सुगर भएको बिरामीलाई त च्वाट्टै पार्नुहुन्छ भन्ने कुराहरू हामीले सुनेको छौं तपाईले चाहिँ कस्तो कस्तो बिरामी चाहिँ च्वाट्टै पार्नुहुन्छ सबै रोग जस्तो कि अब म्याक्सिमम बिरामीहरू त अब ग्यास्ट्रिकको रोगीहरू हुनुहुन्छ पेटको समस्या बोकेर धेरैजना आउनुहुन्छ समग्रमा भन्नुपर्दाखेरि रेसियोमा पेटको समस्या भएको मान्छेहरू धेरै हुनुहुन्छ देशमा त्यही समस्याले चाहिँ पेट कमजोर भएकै कारणले चाहिँ दर्जनौं मात्रै होइन सयौं रोग निस्किन्छ त्यसकारण सबैभन्दा पहिला पेटको कुनै पनि समस्या हल गर्छु त्यो छ एकदमै अथवा ग्यास्ट्रिक भयो त्यसैगरी पाइल्स भयो पेट त्यो पनि पेटकै समस्या हो त्यसैगरी त्यो तपाईको लिभर सिरोसिस भयो टाउकोदेखि हामी लियौं टाउको माइग्रेनको समस्या भयो पिनासको भयो नयाँ पुरानो दुईटै पिनास नाकको एलर्जीको कुरा आयो घाँटीको कुरा गर्दाखेरि थाइरोइड पनि निको हुन्छ त्यसैगरी छातीको समस्या कुनै छातीमा आएको कुनै पनि खालको समस्या प्रेसर एसबिपी होस् हाई ब्लड प्रेसर होस् चाहे लो ब्लड प्रेसर होस् त्यो दुईटै 3 दिनमै निको हुन्छ 3 दिनमै निको हुन्छ त्यो त्यसैगरी सुगर हामीले चाहिँ म्याक्सिमममा 6 दिनमा निको भएको छ 6 दिनमै एकदम मिनिमम भएर जान्छ र त्यसलाई उहाँले कन्टिन्यू गर्नुपर्छ तपाईको सुगर तपाईको 6 दिनमा चाहिँ च्वाट्टै हुन्छ हामीले सिकाएको कुरालाई उहाँले कन्टिन्यू गर्नुपर्छ सधैँको लागि त्यो निख्रिन्छ